मेरो संसारी नामक युट्युब च्यानलबाट फलिवास नगरपालिका वार्ड नम्बर 5 स्थित यो चाहिँ पुर्कोटमा अवस्थित पुर्कोट भूमिकोट यी भूमि स्थानबाट म तपाईको बीचमा अहिले लाइभ छु। भूमिकोट यहाँ चाहिँ ऐतिहासिक निकै धेरै ठुलो इतिहास जोडिएको छ। 2200 राजा 2200 र 2400 राजाका पालादेखि नै यो कोट थियो। विभिन्न प्रकारका मल्ल राजाहरूले चाहिँ यहाँनिर पूजा गर्ने चलन थियो र यता ब्याकग्राउन्डमा तपाईले देख्न सक्नुहुन्छ स्कुल। यहाँका जनतालाई पुर्कोट जिल्लामा पुर्कोट हाम्रो पर्वत जिल्ला स्थित यो चाहिँ जुन त्यतिखेर चाहिँ तत्कालीन शंकर पोखरी गाविस थियो भने अहिले फलिवास नगरपालिका छ र यहाँनिर स्कुल थियो। यहाँका 60-65 घरधुरीका बच्चा बच्चीको लागि भनेर यहाँनिर पढाउनको लागि भनेर स्कुलको सुरुवात गरिएको थियो। तर दुर्भाग्य अहिले यहाँनिर स्कुल छैन। यो भूमिकोट अहिले बनाएको यो भूमिकोट होइन। यो चाहिँ 2200 राजा 2400 राजाका बेलामा नै यहाँनिर यो कोट थियो र विभिन्न प्रकारका राजाहरूले नै यहाँनिर पूजा गर्थे। राजा महाराजाहरूले पूजा गर्ने यहाँ कोट थियो। यहाँ हामीले देख्दा पनि याद छ यहाँनिर राम्रो चौताराहरू थियो। चौताराको बीचमा चाहिँ पित्तलका तामाका यस्ता कतिपय चिजहरू यहाँ देखिन्थे र यहाँनिर जब दशैंको समय आउँछ घटस्थापनाका दिनदेखिबाट यहाँ पूजा आजा हुन्छ। नवरात्रिका 9 दिन पूजा हुन्छ र हिजो मात्रै पूजा सकिएको छ र अर्को वर्ष फेरि यहाँनिर पूजा हुन्छ। अहिलेको लागि जानकारी यति नै। बाँकी यसको दस्तावेजको बारेमा म अर्को च्यानलबाट अर्को भिडियोमा अर्को एपिसोडमा म तपाईलाई देखाउने नै छु। तबसम्मको लागि प्रतीक्षा गर्नुहोला। थ्यांक यू भेरी मच।